स्वागत छ भितेन कन्ट्रोभर्सीमा। भितेन र हाम्रो कोल्याब किन आएन भन्ने केस हो। भितेनले किन हामीलाई धोका दियो, भितेनले किन हामीलाई बिल्ला हान्यो, किन हामीलाई अँध्यारोमा राख्यो, किन हामीलाई गुमनाम गरायो। जनता जान्न चाहन्छ भितेनले किन यस्तो गरेको, भितेनले किन सुरुमा कोल्याब माग्यो, किन सुरुमा चाहिँ ब्रदर प्लिज कोल्याब गरिदेऊ भन्यो, अनि पछि चाहिँ किन निकालेन, अनि किन कोल्याब गरिदेऊ भन्ने के। 10 बजे बिहान उठेर कोल्याब हान्न गएको छ क्या हामी। कसैको लागि पनि हामी 10 बजे बिहान उठेको छैन के। किन के? कम अन ब्रो, डोन्ट फक विथ अस म्यान, वी बिन योर फ्रेन्ड। हामी त झन् तिम्रो साथी भएको मुजी। साथीलाई किन ऱ्याग हान्ने हो र, होइन र? साथीलाई त माया गर्ने हो नि, होइन? कसको दामी ट्रिप ल, बोला ल भितेनलाई ल, यहाँ लाइभमा ल 2 जना कनेक्ट भौँ ल। ल को बबाल ल माम्बागा ल केटाहरू सबजना ल, होइन गरौँ न भितेनसँग ल, ड्रिप गेम खेलौँ न ल। ल होइन के अरे भितेनको लेभलमा छैनौ के ब्रो रे। म भितेनको लेभलमा के कुरामा भितेनको के अरे लेभलमा के कुरामा ड्रिपमा छैनौ भितेनको लेभलमा रे। छैन होला र, छैन होला र। म यो घर बसिरह हो, यो घर बस्दा ड्रिप हो, यो घर बस्दाको ड्रिप हो। यहाँ मेरो घर बस्दाको ड्रिप, म यो घर बस्दाको ड्रिप हो ब्रो। सक्दैन होला र भितेनलाई ड्रिपमा। बरु भितेनलाई भ्युजमा भन, होइन? अब भितेनलाई अरू कुरामा भन न, पैसामा भन। पैसामा जित्न सक्दिनँ होला मैले भितेनलाई। भितेनले किन हामीसँग गीत गर्यो र किन निकालेन के हो के कुरा चाहिँ? वाइ सो मच हेट? भितेनलाई बोला यहाँ किन हो? अब भितेनलाई म अहिले एकछिनमा तिमीहरूकै अगाडि मेसेज गर्छु, म यहीँ तिमीहरूलाई देखाउँछु क्या, मोबाइलमा मेसेज गर्छु। ब्रदर हाम्रो कोल्याब झारौँ न त भन्छु, उसले रिप्लाई गर्दैन मलाई थाहा छ। त्यसैले म माम्बा देखाउँछु अनि म गीत रिलिज गर्छु। म भोलि रिलिज गर्छु, टुमोरो। सङ इज रिलिजिङ टुमोरो। आफै बोलाउ न ब्रो गेस्टमा रे। मैले बोलाउँदा आउँदैन त्यो, त्यसलाई मैले धेरै मेसेज गरेको छु, त्यसलाई मैले टन्नै मेसेज गरेको छु। भितेनलाई मैले 10 चोटि मेसेज गरिसकेँ क्या, त्यसले रिप्लाई गर्दैन क्या। ऊ अति खतरा ऱ्यापर हो क्या मोमुजी, उसले मलाई रिप्लाई गर्दैन क्या। मोमुजी पर्पल को हो र भने क्या, पर्पल मुजी सान्तिनो ऱ्यापर हो पर्पल मुजी, होइन? त्यही त हो, ड्रिप हान्छ कसम के। ल गीत चेक गर्ने भए गीत चेक गरौँ, होइन? भितेनको गीत राम्रो छ कि मेरो गीत राम्रो छ हेरौँ, होइन? 100 क्रस भयो भने गीत सुनाइदिन्छु, म यहीँ लाइभमै सुनाइदिन्छु कसम। ल कसलाई आउन मन छ मेरो अप्सहरू सबलाई भन ल। पर्पल मेरो जस्तो फ्लो त भितेनले त सपना देखे हुन्छ ब्रो कसम। उसले त्यो हान्छ होला, उसले लिरिक्स दामी हान्छ मैले बुझेँ, होइन? तर मेरो जस्तो साउन्ड, मेरो जस्तो गीत त अलिकति गाह्रै छ यार ब्रो। मेन कुरा त मेरो जस्तो लिरिक्स गाह्रो छ क्या। अन्त भितेनको लिरिक्स चाहिँ फेरि खत्रै हुन्छ है। मैले उसको लिरिक्स खतरा छैन चाहिँ भने होइन है। 96 खोइ 100 पुऱ्याउन भितेनसँगको गीत सुनाउँछु प्लिज। होइन भितेनसँग म पैसाको कुरामा म कम्पिट गर्न सक्दिनँ क्या, बुझेन? तर पैसाले ड्रिप आउँदैन क्या ब्रो। पर्पल ग्याङ गीत गरौँ न, भोलि आऊ न है, एउटा गीत त हामीले गर्नै पर्छ। तिमीहरू त दामी छ। कसले भने? समीर घिसिङ एके भितेन। समीर घिसिङ एके भितेनसँग भोलि मेरो गीत आउँदैछ। समीर घिसिङले हाल्छ हाल्दैन, होइन? प्राउडली प्रेजेन्ट्स पर्पलले हाल्छ। मलाई क्लाउड चाहियो हो क्या, मलाई क्लाउड चाहिएरै म यो गर्न आएको हो क्या, नत्र त म किन हाल्थेँ भितेनको गीत, होइन त? त्यो त मलाई आर्टिस्टिकली मभन्दा खतरा त लाग्दैन, मभन्दा बवाल त छैन भितेन। म किन आउँथेँ त नत्र? ड्रिपमा त सक्दैन।